के यो वार रोकिन्छ जस्तो लाग्छ तपाईँलाई? अब अहिले प्रेजेन्ट सिचुएसनमा हेर्दाखेरि रोकिने छाँटकाट अहिले देखिँदैन, तर प्रयास चाहिँ जारी छ अन्य देशहरूबाट पनि। यो कस्तो भयो भने तपाईँको इरान र इजरायलको वारले विश्वलाई नै इम्प्याक्ट पार्न लाग्यो। त्यही भएर अमेरिकालाई, इजरायललाई, इरानलाई पनि अरू देशहरूले दबाब दिन सुरु गरेका छन्। अब चौतर्फी दबाब जब आउँछ र इकोनोमीमा नै धक्का पर्ने जस्तो देखिन्छ अन्य देशहरूमा पनि, तब वार रोकिन्छ जस्तो लाग्छ। तर अहिले नै रोकिन्छ कि भन्न सकिने चाहिँ छैन, तर धेरै लामो जान्छ चाहिँ धेरै लामो चाहिँ जाँदैन होला। यदि यो अन्डरस्ट्यान्डिङ पोइन्टमा पुगेन, युद्ध विराम भएन, यस्तै खालको सिनेरियो हुनसक्छ नि त होइन। अब वार कन्टिन्यू भइरहेछ होइन, भएन भने यसले वर्ल्ड वार 3 को सङ्केत गर्छ जस्तो लाग्छ। अब वर्ल्ड वार 3 नै चाहिँ हुन्छ जस्तो देखिँदैन अहिलेको कन्डिसनमा, किनभने अबको वार जुन छ इन्टर कन्ट्री, दुईटा कन्ट्री बिचको, त्यसले वर्ल्ड वार निम्त्यायो भने न्युक्लियर वार हुन्छ हेर्नु होइन। अबको वार पहिलाको जस्तो ग्राउन्ड वार हुँदैन। अबको वार भनेको हवाई वार हुन्छ, न्युक्लियर वार हुन्छ, एटमिक वार हुन्छ, हाइड्रोजन वार हुन्छ होइन। त्यसले पक्कै पनि फाइदा कसैलाई पनि गर्दैन। त्यो वर्ल्ड वार 3 हुनु भनेको विश्व नै ध्वस्त हुनु हो। यो कुरा लगभग ठुला देश साना देश सबैलाई अवगत नै छ। त्यसैले वर्ल्ड वार 3 चाहिँ हुँदैन, तर कतिसम्म लम्बिन्छ त्यसको इम्प्याक्ट, इकोनोमिकल इम्प्याक्ट पर्नु पनि एक किसिमको वार नै हो, विश्व जगतले थेग्ने। तर एटमिक वार भइहाल्यो भने त्यसले कसैलाई पनि बाँकी राख्दैन। त्यो कारणले पनि अब वर्ल्ड वार चाहिँ हुन्छ जस्तो मान्दिनँ।